+2 पछि वा ब्याचलर सकिए लगत्तै आफ्ना नानी बाबुलाई अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनको लागि पठाउने सोचमा हुनुहुन्छ भने तपाईले पूर्व तयारी गरिहाल्नुपर्ने हुन्छ। होइन भने घरमा आगो लागेपछि इनार खनेर हुँदैन भन्ने नेपाली उखान चरितार्थ हुन्छ। भिजा प्रोसेसिङका लागि आवश्यक पर्ने सम्पूर्ण डकुमेन्ट्स जस्तै 12 महिनाको ब्याङ्क स्टेटमेन्ट, 2 वा 3 आर्थिक वर्षको कर चुक्ता लगायतका जटिल फाइनान्शियल डकुमेन्ट्सहरू रातारात वा हतारमा बन्दैनन्। यी सबै कुराहरू बुझ्नको लागि तपाईले सर्टिफाइड काउन्सलर जो एक्सपिरियन्स हुनुहुन्छ उहाँलाई गएर भेट्नुपर्ने हुन्छ। छोरालाई अस्ट्रेलिया पठाउन खोजेको यो मेलबर्न एजुकेसनल सर्भिसमा आएर बुझेको यहाँ चाहिँ म 1 वर्ष लेट आएछु। छोरालाई 12 पढाएर अस्ट्रेलिया पठाउँछु भनेर 12 जहाँ दिने बित्तिकै आएको, तर 1 वर्ष अगाडि नै आएर मैले यहाँ बुझेको भए ठ्याक्कै अहिले जान पाउने रहेछ। उहाँ जस्तो हजुरले गुनासो गर्न नपरोस्, समयमै सम्झनुहोस्। पछि थक मानेर डकुमेन्ट्स बन्दैनन्, ढिला मात्रै हुन्छ, हजुरको प्रोफाइल विक हुन्छ।